नमस्ते अनि स्वागत छ सम्पूर्ण दर्शकहरूलाई हाम्रो च्यानलमा। काबा पुरुष भलिबल च्याम्पियनसिप 2026 अन्तर्गत आज एउटा निकै नै रोमाञ्चक र महत्त्वपूर्ण भिडन्त हुँदैछ। आज इस्लामाबादको लियापतमा जिम्नेजियममा आम्ने सामने हुँदैछन् नेपाल र बङ्गलादेश। के कप्तान हरिहजुर थापाको नेतृत्वमा रहेको नेपाली टोलीले आज आफ्नो पहिलो जित दर्ता गर्न सक्ला वा बङ्गलादेशले आफ्नो जितको लयलाई निरन्तरता देला? आजको यस भिडियोमा हामी खेलको समय, दुवै टोलीको अवस्था र खेल कहाँ हेर्ने भन्ने बारे विस्तृत चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला खेलको समय र स्थानबारे जानकारी लियौँ। मिति आज आइतबार 26 जुलाई 2026, स्थान लियाकत जिम्नेजियम, इस्लामाबाद, पाकिस्तान। समय नेपाली समयअनुसार दिउँसो ठिक 1 बजे, बङ्गलादेशी समयअनुसार दिउँसोको 2 बजे यो खेल हुँदैछ। कप्तान हरिहजुरको थापाको नेतृत्वमा मैदान उत्रने नेपाली टोली अझै पनि प्रतियोगिताको आफ्नो पहिलो जितको खोजीमा छ। नेपालले योभन्दा अगाडि लगातार 3वटा खेलहरू गुमाइसक्दा पनि विडम्बनाको कुरा रहेको छ, अहिलेसम्म एउटा खेल पनि जित्न सफल रहेको छैन। नेपालको सुरुवाती निकै सङ्घर्षपूर्ण तथा प्रतिस्पर्धात्मक रह्यो। नेपालले काजाकिस्तान र श्रीलङ्का विरुद्ध 3-2 को रोमाञ्चक र हार जितको नजिक पुगेर पनि हार बेहोर्नु परेको थियो भने पाकिस्तान आयोजक विरुद्ध चाहिँ सोझो सेटमा हार बेहोरेको थियो। यी दुवै खेलमा नेपालले उत्कृष्ट फाइट ब्याक गरे पनि अन्तिम सेटमा चुकेको थियो। त्यसपछि आयोजक पाकिस्तान विरुद्ध भने नेपालले सोझो सेटमै पराजित हुन पुगेको थियो। तर टोली पुनर्गमन गर्ने क्षमतामा आज बङ्गलादेश विरुद्ध नेपालको जित भोकका साथ मैदान उत्रनेछ, आशा गर्न सक्नेछौँ। आजको खेलमा भने नेपाली टोलीको बलिङ र सर्भिस निकै निर्णायक हुनेछ। अघिल्ला म्याचहरूमा जस्तै 5औं सेटसम्म पुगेर दबावमा आउने गल्तीबाट नेपाल जोगिनु पर्नेछ। यदि नेपालले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्न सक्यो भने बङ्गलादेशलाई कडा टक्कर दिनुका साथै जित पनि हात पार्न सम्भव देखिन्छ र जित पनि नजिक पुग्नेछ। अवश्य पनि नेपालले आज भने कडा प्रतिस्पर्धात्मक क्षमतामा आफ्नो लयलाई लिएर मैदान पुनः उत्रनु पर्नेछ। बङ्गलादेश विरुद्धको खेलमा नेपालले धेरै त होइन 3-2 को सेटमा जित दर्ता गर्न आवश्यक पनि रहेको छ। धेरै दर्शकहरूले आशा गर्नुभएको थियो श्रीलङ्का विरुद्ध चाहिँ नेपालले जित निकाल्न सफल रहला भनेर, तर यो पनि असफल रहेको छ। यसमा पनि नेपाल चुक्न पुगेको थियो भने आयोजक पाकिस्तान विरुद्ध चाहिँ नेपालले निकै कडा प्रतिस्पर्धा गरे पनि जित दर्ता गर्न निकै हम्मेको अवस्था नै दर्शकहरूले औँल्याउनु भएको थियो, जो त्यस्तै हुन पुगेको छ। यो खेलको प्रत्यक्ष प्रसारण युट्युब मार्फत तपाईँहरू काबा अफिसियल युट्युब च्यानलबाट हेर्न सक्नुहुन्छ भने स्ट्रिम एप, यदि तपाईँ डिजिटल एप मार्फत हेर्न चाहनुहुन्छ भने ट्याम्पेड स्पोर्ट्स एप मार्फत पनि प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ। हामीले डिस्क्रिप्सन बक्समा पनि आधिकारिक च्यानलको लिङ्क राखिदिनेछौँ। यदि तपाईँले भेट्नु भएन भने काबा मिडियाबाट हेर्न सक्नुहुनेछ। तपाईँलाई के लाग्छ, आजको खेलमा नेपालले आफ्नो पक्षमा जित दर्ता गर्ला? यदि नेपालले यो जित दर्ता गर्यो भने आफ्नो पक्षमा पहिलो जित भने पक्कै पनि निकाल्न सक्नेछ। दर्शकवृन्द, आशा गरौँ आज नेपालले खेललाई जित्नेछ र आजको श्रृङ्खलाबाट पनि बिदा दिन चाहन्छौँ। हस्त, धन्यवाद।